नमस्कार साथीहरू, तपाईहरू सबैलाई हाम्रो च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियोमा हामी एउटा महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ। गरिब परिवारका लागि डाइरेक्ट सेलिङ प्रत्यक्ष बिक्री व्यवसाय किन उपयुक्त हुन्छ? यदि तपाईँ आर्थिक रूपमा अगाडि बढ्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। डाइरेक्ट सेलिङ भनेको यस्तो व्यवसाय हो जहाँ तपाईले कम्पनीका उत्पादनहरू सिधै ग्राहकसम्म पुर्याएर आम्दानी गर्न सक्नुहुन्छ। अब जानौं किन यो व्यवसाय गरिब परिवारका लागि उपयुक्त छ। 1. अतिरिक्त आम्दानीको स्रोत। मुख्य कामसँगै साइड इन्कमको रूपमा सजिलै गर्न सकिन्छ। 2. कम लगानी उच्च सम्भावना। थोरै पुँजीमा सुरु गर्न सकिन्छ, ऋण लिनुपर्ने आवश्यकता पर्दैन। 3. घरबाटै काम गर्न मिल्छ, महिला, वृद्ध वा अशक्त सदस्यहरूले पनि घरमै बसेर काम गर्न सक्छन्। 4. क्रमशः आम्दानी बढ्ने सम्भावना। जति मेहनत त्यति आम्दानी, आफ्नो मेहनत अनुसार आय बढाउन सकिन्छ। 5. कुनै विशेष शिक्षा आवश्यक छैन। साधारण तालिमपछि जो कोहीले पनि सजिलै गर्न सक्छ। 6. फुर्सदको समयमा थप आम्दानी। खेती, ज्याला मजदुरी वा अन्य कामसँगै पनि गर्न मिल्छ। 7. उत्पादन बेचेर तुरुन्त आम्दानी। सामान बिक्री गर्दा तत्काल नाफा लिन सकिन्छ। 8. यातायात वा महँगो पसलको आवश्यकता छैन। अर्डर लिएर डेलिभरी गर्न सकिन्छ, ठूलो लगानी चाहिँदैन। 9. सिप र आत्मविश्वास बढाउँछ। बोल्ने, बुझाउने र नेटवर्क बनाउने क्षमता विकास हुन्छ। 10. तुरुन्तै नगद आम्दानी सम्भव। धेरै कम्पनीहरूले बिक्रीपछि तुरुन्त कमिसन दिन्छन्। 11. नेटवर्क बनाएर निष्क्रिय आय। टिम बनाएपछि उनीहरूको कामबाट पनि आम्दानी हुन सक्छ। 12. प्रशिक्षण र सहयोग उपलब्ध। कम्पनीहरूले नि शुल्क तालिम र सपोर्ट प्रदान गर्छन्। 13. गाउँ टोलमा पनि माग बढ्दो। दैनिक उपभोग्य वस्तुहरूको माग सहर मात्र होइन, गाउँमा पनि बढिरहेको छ। 14. रोजगारी सिर्जना गर्ने माध्यम। आफूसँगै अरूलाई पनि अवसर दिन सकिन्छ। यसरी हेर्दा डाइरेक्ट सेलिङ व्यवसाय कम लगानीमा सुरु गर्न सकिने लचकदार र सम्भावनाले भरिएको अवसर हो। यदि तपाईँ सही तरिकाले मेहनत गर्नुभयो भने यसले तपाईको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईको विचार कमेन्टमा लेख्नुस्। के तपाईँ डाइरेक्ट सेलिङ सुरु गर्न चाहनुहुन्छ? धन्यवाद। फेरि अर्को उपयोगी भिडियोमा भेटौँला।